अहिले हेर्दा हाम्रो देश के चाहिँ भइरहेछ भन्ने कुराहरू म यसो विचार गर्छु क्या। जस्तै अब बालेन शाहजी अब अहिले प्रधानमन्त्री भयो नि होइन। बालेनजी तपाईँलाई हेर्नुहोस् है, यो जतिकै नि पुरानो छ नि काङ्ग्रेस, कम्युनिस्ट, माओवादी, हर्क साम्पाङ, यिनीहरू कसैले गर्नै दिन चाहँदैन क्या। देश बनाउनु चाहेको तपाईँ छ, हामी जनताहरूलाई माया गर्नुहुन्छ, तर यिनीहरूले छ नि सत्ताको लागि र पैसाको लागि मात्रै लडिरहेको छ यिनीहरूले। आज यिनीहरूले केही पनि हेर्दैन, सिर्फ पैसा हेरिरहेको छ। यिनीहरूलाई पैसा भए पुग्छ, देश त जतासुकै जाओस्, किनकि पहिलादेखि त्यस्तै भएको छ नि। काङ्ग्रेस आयो त्यो पनि त्यही गर्यो, कम्युनिस्ट आयो त्यसले पनि त्यही गर्यो, माओवादी आयो त्यसले पनि त्यही गर्यो। अब यो हर्क साम्पाङ उफ्रेर बसेको छ, यो पहिला तपाईँको ओली समर्थक हो नि त हर्क साम्पाङजी। हेर्नुहोस्, तपाईँहरूले देश बनाउनु सक्दैन क्या। अहिले बालेनजीले हो मान्छु उहाँले छोडेर जाने, किनकि के भन्छ सिक्नुपर्छ, उहाँले सिक्नुपर्छ, यो गर्नुपर्छ। उहाँसँग के सिक्नुहुन्छ तपाईँहरू सबैजनालाई सिकाउने नै हो उहाँ चाहिँ, बुझ्नुभयो नि। आज किनकि बालेन शाह भनेको 35 वर्ष 36 वर्षको केटाले देश चलाउँदाखेरि रिस र डाहामा जलेको छ क्या। देश बनाउने कसैलाई चाह छैन होइन। यी काङ्ग्रेस, यी कम्युनिस्ट, यी माओवादी, यिनीहरू कसैलाई पनि देश बनाउने इच्छा होइन क्या। पैसा कमाउने, देशलाई लुट्ने, गरिबलाई गरिबै बनाउने क्या। यिनीहरूको सोचाइ नै त्यति नै हो, किनकि राजनीतिमा गयो पैसा कमाउँछ। त्यो गलत हिसाब छ होइन। त्यो भएकाले बालेनजीलाई त अहिले जनताकोबाट सपोर्ट छ। साँच्चै वास्तवमा भन्यो भनेदेखि नि बालेनजीले जे गर्दै हुनुहुन्छ नि एकदमै गर्नुहुन्छ, किनकि उहाँको नाम संसारभरि चलेर गएको छ क्या अहिले, बुझ्नुभयो नि। त्यो भएर देश बनाउनेलाई तपाईँहरूले सपोर्ट गर्नु होला क्या। यसरी यो नाना थरी बच्चा, सबै बच्चा हो अहिले नेताहरू छ नि, पैसा कमाउने र पछाडि बच्चाको व्यवहारमा दौडिरहेको छ क्या। म्याचुरपन छैन, खालि पैसा 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 सँगै लाने हो, मरेर सँगै लान्छ, लाँदैन नि। बुझेर हेर्नु होला देश कतातिर दौडिरहेको छ। तर बालेनजीलाई काम गर्नलाई दिनुहोस् केही समयको लागि, बुझ्नु भने तपाईँहरू। यसरी हुँदैन क्या, एकदमै देशको चाहिँ हालतै खराब भइसक्यो क्या।